साथीहरु, वेलकम टु माई न्यू ब्लग। इट्स मी पूजा पाण्डे। आज चाहिँ मेरो सोमबारको व्रत हो, साउनको पहिलो सोमबार। आज चाहिँ म केदारेश्वर मन्दिरमा आएको छु। यहाँ चाहिँ आरतीहरु हुन लाग्छ। बिहान चाहिँ आउन भ्याइएन, त्यही भएर अहिले बेलुकी आएको। आरती पनि हेर्ने, बत्तीहरु पनि बाल्ने भनेर चाहिँ आएको। बिहान चाहिँ आउन भ्याइएन अलिकति व्यस्तताको कारणले। यहाँ चाहिँ एकदम रमाइलो भइरहेछ। हजुरहरु पनि आउनु होला, एकदम रमाइलो छ। यस्तो अब साउनको व्रत चाहिँ गर्नुपर्छ भन्ने लाग्छ है मलाई चाहिँ। अब सबैको आफआफ्नो हुन्छ, अब आफआफ्नो मनको भावना हो त्यो चाहिँ। मलाई चाहिँ व्रतहरु यस्तो बस्न चाहिँ एकदम मनपर्छ। हजुरहरु पनि बस्नु होला। भगवानलाई चाहिँ हामीले एकदम मान्नुपर्छ। यस्तो रमाइलो छ यहाँ चाहिँ। यता चाहिँ आरतीहरु भइरहेको छ। यहाँ चाहिँ अझै लेक साइडकै छेउमा हो कि ठ्याक्कै, धेरै टाढा पनि छैन। निरन्तर रूपमा हामीले भगवानको सेवा गर्न नपाए पनि कहिलेकाहीँ चाहिँ यस्तो व्रतहरु गरिराख्नुपर्छ हैन। औँसी एकादशी परेको बेलामा चाहिँ अब भनौँ न, अब आफआफ्नो मान्यता अनुसारले चाहिँ अब कुन ठिक लाग्छ आफू त्यही अनुसारले चाहिँ व्रतहरु गर्नुपर्छ। कहिलेकाहीँ मन्दिरहरु पनि धाउनुपर्छ भन्ने लाग्छ। यता चाहिँ हाम्रो भक्तजनहरु हुनुहुन्छ अनि यहाँ चाहिँ गुरुहरूले चाहिँ आरती गरिराख्नु भएको छ, 4-5 जना गुरुहरूले। यता चाहिँ हाम्रो केदारेश्वर मन्दिरको यो चाहिँ मेन मन्दिर हो है। हामी चाहिँ यहाँबाट चाहिँ निस्किए। यहाँभित्र चाहिँ एकदम भिडभाड भएको कारणले चाहिँ मैले भिडियो बनाउन पाइनँ। हामी चाहिँ दिदी र म, हम दिदी हेलो भन्नु। हामी चाहिँ निस्कियौँ, अलिकति राति पनि भयो। त्यही भएर यहाँ चाहिँ टन्नै आउँदै हुनुहुन्छ। यहाँ एकदम मेला जस्तै लाग्छ कि यति बेला चाहिँ। एकदम यस्तो हुन्छ नि, अब शिवरात्रिहरूको बेलामा यस्तो साउनको पूजाहरू गर्ने बेलामा चाहिँ मेलाहरू जस्तै लाग्छ। एकदम रमाइलो हुन्छ। हामीसँग चाहिँ अलिकति टाइम नभएको कारणले चाहिँ हामी बस्न पाएनौँ। ठिकै छ त्यही पनि। अब हामी चाहिँ अब हिँड्दै घर जानु लागेको, बाटोमा हिँड्दैछौँ। यस्तो रमाइलो भइरहेछ। आफूले व्रत बसेको दिन त यसरी भगवानलाई पूजा गर्न पाउँदा त कति आनन्द सुकुन लाग्छ नि है। हजुरहरूलाई लाग्छ कि नै? मलाई चाहिँ एकदम अब बिहान फुर्सद भएन आउनलाई। अनि अब अहिले चाहिँ पाउँछु कि नै जस्तो लागिरहेको थियो, तर पाएँ आउनलाई। आफूले व्रत बसेपछि नपाउने कुरो त हुँदैन। यता चाहिँ हाम्रो मेला लागिरहेको छ। यसो नास्ताहरू खानु मन लाग्छ नि त, चटपटेहरू यस्तो सामानहरू पनि छ, कति राम्रो राम्रो। यहाँ दाईहरू हुनुहुन्छ, मकै पनि पोलिरहेछ। आजको लागि चाहिँ यति नै। मेरो भिडियो राम्रो नराम्रो जस्तो भए पनि हेरेर लास्टसम्म आइदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। डु नट फर्गेट लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब। बाई बाई मेरो युट्युब फ्यामिली।